आजको पुरा दिन म बिताउने छु मात्र 100 रुपियाँमा। फर्स्टमा चाहिँ म आए गली नम्बर 3 मा रहेको शर्मा बिरयानी एन्ड वडा पाउमा। यताको मात्र 30 रुपियाँमा पाउने वडा पाउ खानको लागि। अनि टेस्टको कुरा गर्नु पर्दा एकदम नै मिठो मिठो मिठो। अनि वडा पाउको 30 रुपियाँ पे गर्दै म चाहिँ लागे बहनीनगर सब्जी मण्डीमा रहेको भाइरल आन्टीको अन्डा ब्रेड पसलमा। यता चाहिँ मात्र 10 रुपियाँमा यो फ्राइड खुर्सानी चाहिँ पाउँछ हैन। अनि टेस्टको कुरा गर्नु पर्दा एकदम नै मिठो 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 अनि चटनी पनि एकदम नै राम्रो छ। अनि त्यसपछि चाहिँ गोजीमा मात्र 60 रुपियाँ बोकेर म चाहिँ लागे महेन्द्रनगर पुष्पलाल चोकमा रहेको स्पाइसी लाफिङ अड्डामा। यता चाहिँ मैले यो मात्र 30 रुपियाँमा पाउने लाफिङ खाएँ हैन। टेस्टको कुरा गर्नु पर्दा अति नै स्पाइसी अति नै राम्रो। अनि भाइ दे भिडियो अहिलेसम्म लाइक गर्नु भएको छैन भने छिटो छिटो लाइक गरिहाल्नुहोस् अनि मलाई फलो पनि गरिहाल्नुहोस् है। अनि के हो यार महेन्द्रनगरमा कस्तो गर्मी बढेको आजभोलि है। अनि मात्र 30 रुपियाँ बोकेर म चाहिँ आएँ यो हुलाक अगाडि रहेको आइसक्रिम पसलमा। यता चाहिँ मैले यो मात्र 30 रुपियाँमा पाउने आइसक्रिम खाएँ एकदम नै मिठो थियो। कस्तो मजै आइहाल्यो भने यो गर्मीमा। सो यसरी चाहिँ मैले मेरो 100 रुपियाँ सके। अब हजुरको काम चाहिँ भिडियो लाइक गर्ने हो है त।